खाली छ, अनौठो खालीपन। केही पनि नरहेर नभएर हुने रित्तो जस्तो खालीपन होइन, केही नपुगेको जस्तो। सबै थोक भएर पनि अझै तिनमा केही थप्न बाँकी छ जस्तो, अलिनो सब्जी जस्तो, रङ नचढेको पुरानो ब्ल्याक एन्ड व्हाइट तस्बिरहरू जस्तो। रचेको आफ्नो रचना या कथेको आफ्नो कथामा केही हरफ अझै थप्न छुटेको छ जस्तो, पूर्णता छैन। कुनै चिजको अभाव महसुस भएको जस्तो पनि छैन। आवश्यकता खड्किएर कुनै चिज नपाउँदाको जस्तो अभाव। चलिरहेछु समुद्रमा शान्तसँग बगिरहेको जहाज जस्तै। दुःख, चिन्ता, ग्लानी केही छैन, सबै थोक ठिकै छ। तर खोइ केही कतै एउटा खालीपन छ, केही नपुगेको जस्तो। तर के नपुगेको थाहा छैन। सधैँ फेरि यस्तो महसुस हुँदैन। व्यस्त भएको बेला त झन् यस्ता कुरा फजुल जस्तो लाग्छ। कहिलेकाहीँ फुर्सदको बेला पार्कमा एक्लै टहल्दै गर्दा चुरुटको कसले हल्का घुमाएको बेला, आफैलाई भित्र निहालेको बेला त्यो खालीपनले मन अझ भारी बनाउँछ।